यो दृश्य चाहिँ हाम्रो यो चर्चको आँगनबाट मैले लिएको दृश्य हो र यहाँ मामाहरूको घर अगाडि ठ्याक्कै यहाँ टोले मामाको घर बन्दैछ र यहाँ सन्तोष मामा र टोले मामाको घर चाहिँ सँगसँगै हो क्या यहाँ नजिकै पिचबाटमै पर्छ। यो हामी चर्चको आँगनमा बसिरहेको छ हामी चाहिँ पिचबाट देखिरहेको छ त्यो अगाडि। यो पिङ्क कलर चाहिँ टोले मामा सन्तोष मामा र यता चाहिँ टोले मजाले गफ गरिरहेको छ। यो देख्ने चाहिँ हाम्रो यो हेल्पोस हो, गारमा हेल्पोस हो। यो चाहिँ हाम्रो मामाहरूको घरभन्दा अलिक माथि पर्दछ हौ, त्यो धेरै पनि टाढा पर्दैन, नजिकै पर्छ हिँडेर। त्यहाँबाट यहाँ यो सबै हेल्पोसको एरिया यिनीहरू चाहिँ। यहाँ स्वास्थ्य चौकी जस्तो नर्मल उपचार हुन्छ, साधारण, त्यस्तो ठुलो उपचार त हुँदैन, साधारण हुन्छ। यो सानोतिनो उपचारहरू गरिन्छ। त्यही भएर यहाँ चाहिँ यो गाउँ हो हेल्पोसको। त्यहाँबाट सिधा अलि माथितिर गयो भने नजिकै स्कुल छ। स्कुल चाहिँ राम्रो छ यो ठाउँमा, स्कुल चाहिँ राम्रो व्यवस्थापन गरेको छ। सबै यता माथिबाट देखाउँछ अहिले यो स्कुलको कम्पाउन्ड। यो चाहिँ स्कुल चाहिँ धेरै ठुलो एरिया छ, जस राम्रो छ। यहाँ गेट छ, यहाँदेखि उता चाहिँ सबै स्कुलको कम्पाउन्ड हो। यहाँबाट हेर्ने हो भने अहिले यो चाहिँ स्कुलको ग्राउन्ड। यहाँ स्कुलको टोयलेट, यहाँ चाहिँ स्कुलहरू पनि छ। खाजा खाने टाइम होला सायद अहिले सबै स्कुलको यो जम्मै स्कुलको यो जम्मै स्कुल अहिले त्यहाँ बसिरहेको छ यसरी। गेट पनि छ, जम्मै स्कुल हो यो माथि सबै। यो ठुलो स्कुल हो त माथि फेरि आँगन छ, तर आँगनमा अहिले चाहिँ म माथिबाट खिच्छु। यहाँ त खिच्न अलि स्कुल लागिरहेको छ, डिस्टर्ब हुन्छ होला। सुनमा बल्ल आइपुगेछ स्कुल। यो स्कुलको पछाडिपट्टि हो। यो स्कुल धेरै ठुलो, कम्पाउन्ड धेरै ठुलो छ। म अगाडिबाट पनि देखाउँछु, एकदम राम्रो छ। यहाँ चाहिँ स्कुलको एरिया चाहिँ धेरै ठुलो छ। यो स्कुल चाहिँ सोलुखुम्बु जिल्लाकै सबैभन्दा ठुलो र मान्यता भएको स्कुल हो। यहाँ किन यस्तो रहेछ भने यहाँ चाहिँ यो एग्रिकल्चर सम्बन्धी चाहिँ पढाउने यो सोलुखुम्बु जिल्लाकै सबैभन्दा बढी यहाँ यो स्कुल बढीभन्दा नि पहिला नम्बर स्कुल यही नै रहेछ। त्यो भएर धेरै महत्त्वपूर्ण सफा छ। अनि त्यो एग्रिकल्चर पढाउने मिस चाहिँ यही हो भनेर भन्नु चाहिँ मिल्दैन होइन। त्यही भएर राम्रो छ, जोस् राम्रो छ। यो चाहिँ अघि मैले भनेको थिएँ नि स्कुलको, यो स्कुलले गरेको सबै यो कृषि सम्बन्धी चाहिँ यहाँ तालिम गर्ने पढाउने भएको कारणले सबै स्कुलले रोपेको सबै फलफुल तरकारीहरू सबै रहेछ स्कुलको यहीँ सबै भएको कारणले हो। जस राम्रो छ। यहाँ यो स्कुल यताबाट घुमेर आयो भने चाहिँ यस्तो हुन्छ कि यहाँ एकदमै यो एकदम पुरा छ, राम्रो छ। स्कुल यसरी बनाएको छ, एकदम राम्रो छ। यो यहाँ स्कुल हो। यहाँ यो पनि सबै पुरै सबै यो अघि मैले तलबाट पनि देखाएको थिएँ। यो पुरै कम्पाउन्ड स्कुलको एरिया एकदमै ठुलो छ। माथि त्यो फेरि उहाँहरूले स्कुलले यो पुरै अर्ग्यानिक कृषि पनि पढाउँछ, त्यही भएर कृषि पनि उहाँहरूले गर्नुहुन्छ। तरकारी खेतीदेखि लिएर सबै गर्नुहुन्छ क्या, एकदम राम्रो छ यार। हेर यस्तो छ नि यहाँको वातावरण चाहिँ, स्कुलबाट देख्ने वातावरण। यहाँ त एकदम धेरै खेलहरू पनि भइरहन्छ, फुटबल पनि खेल्दो रहेछ यहाँ, अनि भलिबल त झन् एकदमै भइ नै रहन्छ यो ठाउँमा। यो ठाउँमा यस्तो छ, वरिपरि हेऱ्यो भने यस्तरी देखिन्छ। यो जोस् हाम्रो स्कुल पछाडिबाट देख्ने चाहिँ यस्तो रहेछ। यो तल फेरि एउटा स्कुलको होस्टेल पनि छ कि हेर, म त्यहाँ त यो तल
त्यही भएर एकदमै यो राम्रो छ क्या यहाँ। त्यही भएर एकदमै माथि 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 चाहिँ भ्यू टावर यो माथि डाँडाबाट चाहिँ यो पर कता डाँडाबाट हेऱ्यो भने चाहिँ त्यहाँ एउटा सानो जस्तो के झन्डा जस्तो देखिरहेको छ त्यहाँबाट चाहिँ यो हाम्रो सगरमाथा पनि देखिन्छ क्या। सबैभन्दा राम्रो कुरा चाहिँ त्यही भएर यो ठाउँमा बस्नलाई खासै व्यवस्थित गरेर बस्यो भने चाहिँ नराम्रो चाहिँ छैन है। शेर्पा जातिहरूका यस्तो पनि छ घरहरू भएपछि यस्तो बनाउँदो रहेछ यहाँ। म्याउ पनि है यहाँ छ। हाम्रो टोले भाइ चाहिँ यहाँ बस्नुहुन्थ्यो पहिला यो घरमा। अहिले चाहिँ उहाँहरू सर्नु भइसक्यो तल आफ्नै घरमा। हामी चाहिँ यस्तो बाटो हिँड्न लाग्यो खास गरी। यो चाहिँ गाउँ माथि माथि त्यही गाउँतिर जाने उकालोबाट हिँड्ने। यो चाहिँ पहिला टोलेको मामा यहाँ बस्नुहुन्थ्यो टोले भाइ चाहिँ। भोलि हामी चाहिँ भोलि होइन सन्डे हामी हाम्रो गाउँ जानु लागेको छ। गाउँ जानलाई चाहिँ यो गाउँ हुँदै जानुपर्छ। यो गाउँबाट सट्ट त्यहाँबाट टक्क लगाएर त्यहाँ डाँडा काट्नुपर्छ। टक्क यो डाँडा काट्नुपर्छ। हामी उतापट्टि हाम्रो गाउँ हो। यो गारमादेखि माथि माथि माथाका है यो पछाडिको भ्यूहरू चाहिँ त्यति राम्रो नदेखिँदैछ तर जोस् आज उकालो हिँड्यो हामी लगभग कति घन्टा हिँड्यो? अब 2 घन्टा पनि लाग्यो। 2 घन्टा हुन लाग्यो जोस्। हुनु न त्यस्तै गछ यार तर मलाई मजा लाग्यो यता त उकालो उकालो हिँडेर राम्रो लाग्यो। यो बाटो चाहिँ पढाए गाउँमा यो नफसोस् भनेर कच्ची बाटोमा नि ढुङ्गाहरू यसरी ओछ्याएर सबै यसरी सारा बनाउँदैछ त। गाडी चाहिँ हाम्रो गाडी चाहिँ डुङ उफ्रिन्छ। लग्जरी गाडी छ भने त के फरक नपर्ने रहेछ तर। ल साथीहरू यो चाहिँ अर्ग्यानिक पोटेटोको झाङ हो है। यस्तो गरेर रोप्दो रहेछ। यस्तै फल्छ पछि है यो ठाउँमा एक डोका निस्किन्छ। गाउँमा नि मान्छेहरूले यस्तो यार लाखौँ करोडौँ खर्च गरेर यस्तो घर बनाउँछ ल हेर्नु। गाउँ हो खास गरी तर मान्छेले यस्तो गरेर खर्च गर्छ यार। टिकल घर होइन यो राम्रो छ। यो पनि पहिला पुराना तरिकाको घरहरू। ल हेर्नु त साथीहरू यार पोटेटोको खेती चाहिँ नै छ यार। गाउँतिर पुरै हाम्रो गाउँ जाने बाटो। अझ ठ्याक्कै हाम्रो गाउँको पारिपट्टिको गाउँ आङपाङ भन्ने ठाउँ। यहाँ चाहिँ एउटा चोक जस्तै रहेछ। यो किन चोक भयो भन्दाखेरि यो चाहिँ यताबाट आउने चाहिँ यता नेले जानेबाट नेलेबाट आउने यताबाट चाहिँ सल्लेरी सदरमुकामबाट सोलुखुम्बुको सदरमुकामबाट आउने बाटो भएको कारणले यहाँ चाहिँ एउटा चोक जस्तो बनाएर चाहिँ हल्का राम्रो रेस्टुरेन्ट पनि छ। हो यस्तो अब सुनमाइला टार्गेट गर्दैछ कहाँ जाने भनेर हामी चाहिँ केही खाउँ भनेर 2 घन्टा हिँड्यो हामी लगभग यो मुदोपाडाको हामी 2 घन्टा हिँडेर के खाएर जाउँ भन्ने सल्लाह गर्दैछ। यहाँ चाहिँ के पाउँछ जस्तो क्या खानेकुराहरू छ नि के कमी छ र हेर्ने। तोङ्बा खाने कि बब चिल्ली सुप मोमो चाउमिन थुक्पा छ मोमो छ। शेर्पा रेस्टुरेन्ट माथिल्लो गारमा माने डाँडा अरे। ल दामी छ। भित्र चाहिँ कस्तो छ है त हेरौँ जाउँ। भित्र पनि राम्रो छ। ल हामी यहाँ छिर्छौँ है त। गाउँमा फेरि यस्तो फल फल्छ क्या यस्तो पाक्नु लागेर चाहिँ पाकेको छ है।
ऐसुलो यो हो अर्ग्यानिक यहाँ छ यतातिर सिमाले खाने रे अन्त टिप्नु लागेको यस्तो मिठो हुन्छ हेर यार यो चाहिँ फल है जङ्गलमा पाउने मैले गाउँमा एउटा पनि राम्रो कुरा देखेँ कि त्यो आलु मकै खेती गर्नुभन्दा चाहिँ यो किवी खेती हो एकदम यो नि अस्ति हामीले काठमाडौँमा बौद्ध के अरे भ्याटभटीमा किनेको बजारमा जान्छु कि पनि यो यसको फल 800 रुपियाँ किलो पर्छ कि पर्दो रहेछ भनौँ न अनि अहिले फुलेर लटम्मै भएको छ यसको सिजन चाहिँ होइन रहेछ अहिले अब फुल्ने रहेछ फल्ने बेलामा समय फले पनि लास्टैले नि पैसा कमाउँदो रहेछ हौ गाउँमा यस्तो गऱ्यो भने त किवीको खेती चाहिँ मलाई साँच्चै नै यहाँ चाहिँ गऱ्यो भने ठाउँमा लास्टै फल्ने रहेछ भन्ने कुरा एउटा प्रमाण भयो पैसा पनि धेरै आउने कि यसको त फेरि 1 किलोको 800 भनेपछि यहाँ यत्रोमा कति फल्छ होला कि पछि यो यत्रो फुलेको छ यस्तो राम्रो छ अहिले चाहिँ केही गर्नु पर्ला छ हो यो चाहिँ यो किवी चाहिँ अहिले यस्तरी फुल्छ क्या यस्तो दामी भर्खरै फुल्ने समय आएको रहेछ किवीको खेती चाहिँ भने यहाँ एकदमै राम्रो आम्दानी हुने र यो चाहिँ एकदमै आय स्रोत हुने चिज रहेछ कि मलाई एकदम मन पर्यो है यस ठाउँमा चाहिँ यस्तो जङ्गलको बिचमा पनि मजाले गरेको छ गाउँमा पनि फल्छ मिठो हुन्छ पनि खाना त यस्तरी यो चाहिँ के भन्छ सिस्नो यो गाउँघरको झारपात होइन यो दबाई ए दबाई पो अरे कहाँ झारपात दबाई त के दबाई भन्नु अब यसलाई अहिले कति दबाई हुन्छ सिस्नो हो के थाहा मान्छे जान्दैनन् मान्छेले अब यसलाई दाल बनाएर खान्छ सुप बनाएर भरे पकाएको नि देख्नुपर्छ सुनमाले खान्छ यो चाहिँ बिर्खले खाएको एक बटुका यो क्याट बहादुर चाहिँ हाम्रो आमाहरूले पाल्नु प्रत्येक भिडियोको क्वालिटी कस्तो हुन्छ मोबाइलमा कम्पेयर गरौँ भन्दाखेरि र यसरी हामी घर फर्क्यो आज दिनभरि हिँडेर घर आइपुग्यो फाइनली हामी तल आइपुग्यो भनौँ न आजलाई बाई बाई।